वेलकम टु माई ब्लग। म चाहिँ बिहानै उठेर मुख धुएँ भर्खरै धुएर पुसेर दाइको जान लाग्यो। दाइले चिया खानेर अनि चिनी लगिदिनु पऱ्यो। काममा पनि जानु लाग्यो, त्यति भएर घरमा जानु बेला नुन लाग्यो। त्यही भएर अब तैँले उठेको मुखसुख धुयो, ब्रस गरेँ। अब यसो केही छ नि खाएर कामतिर जानु पऱ्यो भनेर उठेको। अब म चाहिँ लुगासुगा लाउँछु, भर्खरै उठेको। केही खाएर जाने, अहिले भेटौँला है त। चिनी लगिदिनु पर्छ, चिया खाने ढिलो हुन्छ फेरि दाइलाई है। र म चाहिँ चट्ट लाएर लुगासुगा लाएर फर्ममा आइसकेँ है। हेर्नु होला, टक्कै म त्यो अब जान लाग्यो दाइकोमा। लुगा पनि लगाइसकेँ, भर्खरै उठेँ, भर्खरै लगाइसकेँ म। किन काममा जानुपर्छ नि त, अब हतार गर्नुपर्छ होइन, जानुपर्छ। फेरि अर्को काम त्यस्तै त हो नि, ढिला आयो भने फेरि त्यस्तै, किन ढिला आयो भन्ला त्यस्तै हो गाइस। ल मैले दाइकोमा जानु लाग्यो, चिनी लगिदिनु पर्ने छ है, ढिला भइसक्यो। ल अहिले भेटौँला है। म चाहिँ दाइ घर पुग्न लागेँ। घरबाट नजिकै हो नि त, त्यसैले गर्दा यहाँ अलिकति उकालो पनि ठ्याक्कै आइपुग्छ। त्यसमा सबै उकालो चढाएँ। दाइको घर चाहिँ यहाँ हो अनि हाम्रो चाहिँ यहाँ तल हो क्या। अनि म चाहिँ आइपुग्नु लाग्यो। अब यहीँनिर हो, ट्रक्क अब गेट खोल्छु अनि छिर्छु है त। ल हो ट्रक्क हाम्रो कुकुर काले एक गेट त नलाग्यो। ल है त, म चाहिँ दाइकोमा आइपुगेँ। टक्क लगाएर अब चिया के हुन्छ खाने, चिया त कालो जाने। त्यो चिनी खोइ त, म चाहिँ चट्ट लगाएर दाइकोबाट निस्केँ होइन। खाजासाजा खाइयो अलिअलि, चट्ट कामतिर निस्किरहेको छ। 7 पनि बज्न लागिसक्यो। अब धेरै समय बाँकी छैन, अब जाने हो। ब्याग स्याग नि बोकेँ, किनकि अब काममा गएपछि लुगा अर्कै फेर्नुपर्छ, फोहोर हुन्छ। भरे आउँदा फेरि लुगा लाउनुपर्छ। अनि त्यसैले गर्दाखेरि लुगा अब यो खोलेर हाल्नुपर्छ ब्यागमा। अनि त्यो भएर चाहिँ मैले ब्याग बोकेर हिँडेको। अनि अब म चाहिँ जाँदैछु यो दाइहरूको घर पछाडि बार लगाएको ठाउँबाट। अनि म भित्र जाँदै सधैँ, अनि भित्र जाने भने आज चाहिँ अलि हिलो भएको थियो क्या, पानी परेको कारणले गर्दा। म यता भित्रबाट जान्थेँ। यो चाहिँ असहाय गाई बाछा संरक्षण हो। यहाँ चाहिँ बाटोमा फ्यालेको गाई बाछाहरू राख्ने ठाउँ। खाना नपाएका, रोडमा फ्याँकेकाहरू यसरी चाहिँ नफ्याँक्ने होला कसैले पनि है। बिचरा यिनीहरूलाई कसले दिन्छ खानालाई। कति कुकुरले टोक्छ, कति खानु नपाएर प्लास्टिकहरू खान्छन्, कति मर्छन्। प्लिज यस्तो नगरिदिनु होला कसैले पनि। दुध खाने बच्चा छोड्ने, बुढो भएपछि माउ छोड्ने, यस्तो नगरिदिनु होला है। मबाट पनि रिक्वेस्ट छ, त्यस कारणले गर्दा बाछाहरू नछोड्नु होला। यस्तरी चौरमा हामीले चाहिँ यहाँ भनौँ न, मेरो दाइले यहाँ विगत 6-7 वर्षदेखि काम गर्दै आउनुभएको छ, यहाँ सेवा गर्दै। त्यहाँ मेरो दाइ हुनुहुन्छ। अनि अहिले चाहिँ सबै बस्तीहरू बाहिर चढ्न गएको छ। त्यही हो, नछोडिदिनु होला कसैले पनि। अनि म चाहिँ यसो भनेको, यहाँ काम गर्न जाँदा म यतिबाट जान्छु, अनि त्यसैले यसो भिडियो बनाउँदै आउँदाखेरि देख्यो अनि भनेको, नछोडिदिनु होला है। म चाहिँ अब जाँदैछु यो लभ डाँडाको बिच बाटो टक्क जाने अनि काम गर्ने। भरे 7, साढे 7 बजी 8 भनौँ न, घर आउँदा 8 बज्छ फर्किने। त्यही हो, बिहान उठ्यो काममा गयो, बेलुका आयो सुत्यो, बिहान उठ्यो काममा गयो, बेलुका आयो सुत्यो। रुटिन चाहिँ आजकल त्यही छ है। केही गर्ने टाइम पनि खासै पाएको छैन, बिदा नि त्यस्तै हो।
हप्ताको एक दिन हाफ भनौँ न 12 बजेतिर हुन्छ, कुन दिन हुन्छ थाहा नै हुँदैन। त्यसैले गर्दा फिक्स पनि छैन बिदाको। ट्रक्क अब कामतिर जाँदैछु है, पछि भेटौँला। म चाहिँ ओह्रालो फाट खस्दैछु यहाँ, टक्क लाग्यो। मेरो पछाडि चाहिँ गोरुहरू पनि चढिरहेको छ। यो चाहिँ असाई गाई बाछाको हो। म चाहिँ ओह्रालो खस्दैछु। ओह्रालो खसेर यहाँ फाटमा झर्न लाग्यो, हल्का थाक्यो पनि टक्क है। बाटो चाहिँ यस्तो छ, टक्क बाटो खोज्दै जानुपर्छ। म चाहिँ जाँदैछु टक्क लगाएर। अब झर्दै चाहिँ बिहान थाकिन्छ क्या, एक्सर्साइज नि हुन्छ हो। यो चाहिँ सिक्किमवासी टोल भन्छ है। विगत 2-3 वर्षदेखि 1-2 वर्ष बस्दै आउनुभएको थियो के अरे। अहिले नयाँ सरकार चेन्ज भएपछि उहाँले यो हटाउने निर्देशन दिनुभएछ। त्यो कारणले अहिले हटाइरहनु भएको छ। त्यही हो, रियल सिक्किमवासीको व्यवस्था होस्, त्यही भन्न चाहन्छु म नयाँ सरकारलाई है। स्ट्रिट डगहरू खैरी म टक्क जाँदैछु अब कामतिर। बिचरा कुकुरहरू पनि बिहान भुकिरहेको छ बिचरा, खाना पनि नपाएर होला, कति भोकै होला है। गाह्रो छ मान्छेलाई पनि गाह्रो छ, कुकुरलाई पनि गाह्रो छ। त्यही हो, मलाई पनि गाह्रो छ। बिहान उठेर काममा जानुपर्छ। अब म चाहिँ केही दिन मात्रै काम गर्छु होला, किन कामबाट लिभ लिम जस्तो लागिरहेछ। त्यस्तै लागिरहेछ, लिभ लिम जस्तो। लिनु त मन छैन, काम पनि राम्रै थियो भनौँ न। त्यतिको केही समस्याहरू हुन्छ नि, कारणहरू। त्यो कारणले गर्दा चाहिँ मैले काम छोडौँ कि जस्तो लागिरहेछ। त्यही भएर अब 1-2 दिन मात्रै बाँकी छ, अनि त्यो पछि चाहिँ म काम गर्दिनँ होला सायद। कन्टिन्यू भ्लगमा भेट्नुपर्छ। म चाहिँ जाँदैछु यहाँबाट। फेरि गएर आधी घन्टा चाहिँ हिँडेर गाडी चढ्नुपर्छ है। म देखाइ नै हाल्नेछु है त। हस् त, त्यो म चाहिँ ट्र्याक्टर लगाएर गाडी चढ्ने ठाउँमा आइसकेँ। गाडी चढ्ने ठाउँ टक्क यहाँ अगाडि छ। गाडी चढ्ने ठाउँ चाहिँ है, टक्क गाडी चढ्ने ठाउँ यहाँ अगाडि छ। म चाहिँ जाँदैछु। गाडी चढ्ने ठाउँ चाहिँ यहाँ अगाडि हो। म चाहिँ हिँड्दैछु रोडमा। हल्का ढिलो पनि हुन लागिसक्यो। एकछिन मोबाइल पसल पनि छिटेर जानु पऱ्यो, ग्लास फेरिदिनु पऱ्यो भनेर। यहीँ अगाडि हो जहिले गाडी चढ्ने ठाउँ चाहिँ। म चाहिँ जाँदैछु टक्क है, जाँदैछु म। गाडी चढ्ने ठाउँ आउँदैछ। गाडी चढ्ने ठाउँ आइपुग्न लागिसक्यो। जाँदैछु। गर्नुपर्छ, काम गर्नुपर्छ, नगरी कहाँ पैसा कमाउँछ है। नगरी कहाँ पैसा कमाउँछ। गएँ अब म चाहिँ सबै यहाँ काम गर्ने ठाउँमा। यहाँ त चढ्ने हो गाडी जहिले 25 रुपियाँ दिनुपर्छ। आज नदिँदै जाने क्या हो, अझ पैसा नदिने क्या गाडी चढेर। ल म चाहिँ टक्क चढ्ने ठाउँ आइपुग्नुलाई है। अनि यहाँ पसल खुल्ला रहेछ नि, एउटा ग्लास फेर्नु पऱ्यो अनि जानु पऱ्यो है त। म चाहिँ काममा गएर भेटौँला। हस् त है त। ल गाडी जाने ठाउँ आयो, बाई बाई है त। म चाहिँ ट्याक्क लगाएर काम गर्ने ठाउँमा आएर काम गर्ने फर्ममा तयारी भइसकेँ। अब काम गर्ने टक्क है त। ल अब अर्को ब्लगमा भेटौँला। अझै काम गर्नुपर्छ, ढिला भइसक्यो, सामान खस्ने बेला भइसक्यो। बाई बाई, अर्को ब्लगमा भेटौँला। ल काम गर्ने फर्म टक्क है त। ल बाई बाई। ल।